त्यो मान्छे यतापट्टि गइरहन् जस्ता यता खस्यो त्यस्तो पानीले के काम गर्छ जस्तो तल सलिसक्यो त्यो तल पल्टिन्छ ओइ धुवा आइछ पोलो घरमा टिपिसक्यो पोलो घरमा टिपिसक्यो हेर्नु त पोलो घरमा आगो लाग्यो अरे अनि के हो पुरी बल्ल चलिरहेको छ अहिले पल्लो घरबाट आगो लगेर आयो बुझ्नुभयो कि नै बाबा सिधा माथि टिप्दियो होइन कि आगो सुरु पल्लो घर लागेर पल्लो घर ओल्लो घर आयो बुझ्नु हो अनि त्यो पोलो घरमा लाग्यो पहिला अनि पल्लो घर त पनि धेरै जलिसकेको छ नि यस्तै चल्दै भयो दमकल हामी यता दमकल भइदियो त 5 सेकेन्ड भयो दमकल त्यो फायरहरू होइन छैन त कसैसँग के भयो त्यो आगो मार्ने एउटा ग्यास हुन्छ क्या यिनीहरूसँग फोन भएको त्यही होला हुन्छ नि त यो एउटैले काम यही हो घर कसको त घर कसको खै कसको घर कसको ढोकाको गरे कहाँ रोकाएको यो सर्वनाश यो त साइड कता सर्वनाश मान्छे सब काट रहेछ अनि कहाँबाट काठ र जस्तो मात्र रहेछ अरू के फेरि मान्छेको हात लाग्ने ठाउँ नै त यताउता सब यतिका मान्छे थिए बरु फोर्स भए चाहिँ पानी यो ठाउँबाट सर्वनाश हो पर सब खाँदा अब आगो फल्यो माथिबाट अब माथिबाट खस्छ है त्यो माथिबाट अब भित्र बसिसक्यो माथिबाट त्यो खस्छ भने कि माथिबाट खस्छ तल नजिक मान्छे भयो सिधै गाह्रो पर्छ अब ओरिका साथ आगो निम्यो है उताको घर त ध्वस्तै भयो क्या जस्तो लाग्यो उता गर्दा काम छैन फुल गर्दा अब राम्रोसँग हावा लागिरहेको जनै मान्छेको सामानहरू त अल्पत्र हावा लागिरहेको छ कि बजार मत बजार त अलिक गाह्रो परेको थियो है पुरा बजार चल्छ यार जनपुरबाट यता हान्नु रहेछ नि त ए त्यो माथि पुमा पानी छिरिरहेको छ त्यो माथिबाट यता आयो त्यो मान्छे मर्छ यार अब त त्यहाँ पानीले कामै गर्दैन त सम्भावना छ त्यो मान्छेले यता ढाका टोपी लगाएर यार हो यता छत्किन्छ तलको मान्छे केही उपाय छैन तर आर्मीले उद्याइदिनु पर्ने हो त यार होइन हो त अब कसले गर्छ